Hi guys, namaste and jai friends सबैजनालाई welcome back to my YouTube channel. It's me Mimna Suna back again with a new video and I hope सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु. सो अनि बिहानबाट भ्लग पनि स्टार्ट गरिसकेको छु. हेर्न सक्नुहुन्छ यो चाहिँ हो भ्यू बौरी गाउँको. अनि सो गाइस म चाहिँ पढाउन जाँदैछु हो आज. यहाँ छ कुचो हैन, अब कुचोको काम पनि गर्नुपर्छ बिहान उठेर हैन. यस्तै छ साथी, अहिले भेटौँला. हितको माया गाउँ घरै छुटायो, गाउँ घरै छुटायो. करी मैले मुगला नै पठा. सो गाइस मैले चाहिँ हैन आँगन सागन पनि बढाइसकेँ हैन. अझै म यता खोले पकाउन जाँदैछु हो. यहाँ छ खोले. दिस इज अ खोले. सो गाइस मैले चलाइसकेँ हो. अब चाहिँ म जाँदैछु बाहिर. अहिले भेटौँला. सो गाइस अनि म चाहिँ जमरा हेर्न जाँदैछु हो. हामीले जमरा पनि राख्यो होइन. अस्ति मैले राखेन भने त्यही एक दुई दिनपछि राखेको हो. यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हो जमरा. हुन्छ त अहिले भेटौँला. माखल घरतिर जाँदैछु हो म. हेर्न सक्नुहुन्छ. हाई निशा मिस. हाई. हाम्रो निशा मिस चाहिँ यता हुनुहुन्छ होइन. के पकाउँदै हुनुहुन्छ हौ? दाल. सो उहाँ चाहिँ दाल पकाउँदै हुनुहुन्छ. खाना पकाउनु थालिसक्नु भइसक्यो तर म चाहिँ पकाएको छुइनँ. म चाहिँ एकछिन पकाउँछु. सो गाइस म चाहिँ खाना पकाउन आँट्दैछु हो. हेर्न सक्नुहुन्छ कुकरमा छ यहाँ. हामीले चाहिँ खानासाना पकाएर पनि खानासाना खाइसक्यौँ होइन. अनि भाँडाकुँडा पनि माझिसकेको. सो अब चाहिँ माखल घरतिर जाँदैछु हो म. के गर्नु साथी यस्तै छ होइन. अनि के भन्छ सबैलाई ह्याप्पी दसैँ. हिजो भ्लग बनाएन क्या मैले, त्यही भएर आज भन्दैछु. सो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सरजीहरू हुनुहुन्छ. यहाँ पेपर टाल्दै हुनुहुन्छ. के माङ्गा भन नि के पेपर के हो माङ्गा हो के टास्दै हुनुहुन्छ हो. यहाँ हेर्न सक्नुहुन्छ. यो टाली भएपछि भेटौँला. बाई बाई. यता छ अब यहाँ यस्तो भएको छ. हजुरहरू देख्न सक्नुहुन्छ आज निशानको रुम बनाएको. र निशान चाहिँ यहाँ अघिदेखिको लागिरहेको छ ऊ बनाउन. पुरै मेहनत गर्दैछ उसको रुम सजाउन. यो ठाउँमा चाहिँ ठुलो मिटिङ भइरहेछ हो आज. हामी बसेको बेला चाहिँ कोही आउनुहुन्न. हामी नबसेको बेला त आमा सबै भेला भएर हो अझ गफ गर्दै हुनुहुन्छ. एकदम दामी दामी मिठो मिठो. सक्यौँ होइन. यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ भाइको रुम हो. टाँसिसकेको. अब म चाहिँ जाँदैछु हो तल्लो घरतिर. जाम्ला हामी तल्लो घरतिर.
आया यो चाहिँ हो भौरी गाउँ। आया मेरो नाम त्यो हुनुहुन्छ हाम्रो आमै। हेलो भनिदिनु त मम्मी। हेलो हार्यु हार्यु रे अझ यता हुनुहुन्छ। सो गाइस म चाहिँ घाँस काट्न जाँदैछु हो। के गर्नु यस्तै छ साथी देखेको म चाहिँ घाँस काट्दैछु। सक्नुहुन्छ हाम्रो गाउँ। यो चाहिँ हो हाम्रो गाउँ। म चाहिँ जाँदैछु बाहिर बेस भेटौँला। अब भोलि गाउँ भ्यू हेर्नु ल। हितको माया गाउँ घरै छुटायो। यो चाहिँ हो हाम्रो गाउँ। सो सक्नुहुन्छ हाम्रो के भन्छ यसलाई मास के मुसुरी चाहिँ हो मुसुरी बारी। म चाहिँ जाँदैछु। हाम्रो मम्मी चाहिँ पर हुनुहुन्छ घाँस काट्दै। म चाहिँ भर्खर आउँदैछु। घाँटी पनि दुखेछ हौ घाँटी पनि। कताबाट घाँस काटौँ। हाम्रो धानबारी यो चाहिँ हो धानबारी। सो अहिले भेटौँला घाँस काटी भएपछि। सो गाइस हामीले चाहिँ घाँस पनि काटिसक्नु भयो। यहाँ चाहिँ जाँदैछु म घाँस लिएर। यहाँ छ मेरो चाहिँ एक मुठा घाँस। मम्मी लिएर गइसक्नु भयो आधी चाहिँ होइन। यस्तै छ साथी। हाम्रो चाहिँ धान नगढे थियो होइन त झार यति यति भएको छ। धान रोप्नु पनि ढिलो भयो गोड्नु पनि ढिलो भयो। आज गोड्ने भनेको आज भएन। धान फुलिसकेछ अन्त नगोडेको। आज चाहिँ यो हो हाम्रो साग। यत्रो यत्रो हुँदैछ हौ भर्खर। यहाँ सक्नुहुन्छ दुम्सिलो खनेर हाम्रो पिरालुहरू यस्तो यस्तो बनाइदिएको छ हो। त्यो म जाँदैछु। कोचा झरेको नि। सो यो हो मखमली। तिहारभन्दा अगाडि फुलिसक्यो फुलहरू। लेमङ्गा कोचा झऱ्यो कि क्या हो? ला कच्चे हरायो। रहेछ रहेछ। चप्पल पनि यही बेला खुस्किन्छ हौ। यो हो हाम्रो राना। खुट्टा राखेर बसी जामले घरतिर। फाइनली घर पनि आइपुग्यौँ हो हामी चाहिँ घर पनि आइसक्यौँ। के हुन्छ यस्तै छ। सो घर पनि आइसक्यौँ। अहिले भेटौँला। सो गाइस तपाईँहरूलाई चाहिँ एउटा कुरा भन्नु जाँदैछु म। यसो भन्नु ल म देखाउनु जान्छु ल। यहाँ हाल्नु सक्नुहुन्छ हाम्रो माइल अङ्कल पानीपुरी फुल्याउँदै हुनुहुन्छ हो। पानीपुरी खान आउनु होला।
कृपया पानीपुरी खानु आउनु होला थुम्कामा हैन अहिले भेटौँला। सो गाइस म चाहिँ पानीपुरी फिल्म हेर्न जाँदैछु अहिले पनि गएको थिएँ अब फेरि पनि जाँदैछु हो। हाम्रो अङ्कलले चाहिँ पानीपुरी बिगारेर ध्वंस गरेर हेरौँ ल। यहाँ हेर्नु सक्नुहुन्छ पानीपुरी फिलाउँदै हुनुहुन्छ हो। अघि पानीपुरी बिगारेर यहाँ हाल्छ यस्तो भएको छ यस्तो अहिले चाहिँ यस्तो भएको छ मैले भनेर है यो चाहिँ यस्तो भएको नि अङ्कलले बिगार्नु भएको। सो गाइस यसरी पानीपुरी नबिगार्नु होला कृपया। सो गाइस घरमा चटपटी पसल हुँदा हुँदा पनि यसरी चटपटी आउँदो रहेछ घरिघरि। 30 रुपैयाँ उठाएर उयो गरौँ न। अब हामी चटपटी खान्छौँ ल। दिस इज अ भुजा चटपटे। गाइस यहाँ अर्को पनि आन्टीको पसल खोलेको यो चाहिँ अर्को कान्छी आन्टीको पसल खुलेको छ हो। कस्तो छ हजुर भनिदिनुहोस् कृपया एक शब्द बोलिदिनु होला चाखेर। कतिखेर खाने हो एकछिनमा भरे बेलुका खेर खाऊँ न कि अहिले खाने हो अब खाइहाल्नु मन खाऊँ न त खाने कस्तो छ हजुर ठिकै छ। पैसाको कलेक्सन गरेर यसो अमिलो हाल्नु पर्थ्यो है। अमिलो केही पनि छैन 8 बाबै 30 रुपैयाँको 8 वटा दिने हो कतिवटा? 8 होला त्यसको 8 8 16 मेरो हात यस्तो छ। झिकान छिटो केमा चाहिँ झिक्नु थप झिकान जान लिएर म आउँछु। चटपटे खानु जाम। पिसेर के नजिक गरेको परबाट गर न अलिकति सबैले बन्नु। सो गाइस म चाहिँ पानीपुरीको अचार बनाएको होइन यहाँ फेरि बनाउँदै हुनुहुन्छ हेर्नु सक्नुहुन्छ हाम्रो अङ्कलले बनाउँदै हुनुहुन्छ हेर्नु सक्नुहुन्छ पानीपुरी यो चाहिँ हो मैले बनाएको चटपटे अलिक नमिठो नमिठो भएको छ। छिटो भएछ फेरि भयो सब गाइस यस्तै छ हेर्न सक्नुहुन्छ हाम्रो बिल्ली हल्का हाँस्नु न कि न्याच्च पारेर बस्नु भएको तपाईँले। आज पानीपुरी बनाउँदै पानीपुरीको आज उद्घाटन। हेलो हेलो सो गाइस हाम्रो चाहिँ पानीपुरी पनि रेडी भइसक्यो हो। खाने मान्छे हेर्न सक्नुहुन्छ यता यता यता। हेलो गाइस हाम्रोतिर चाहिँ पानी पर्नु पानी आउन आँट्दैछ हो सक्नुहुन्छ। सो गाइस मैले पानी खान आँटेको आउट अफ 10 मा कति दिन चाहन्छु? 9 9 ल ताका छिटो बनाउँछौ खाइसक्यो हामी जान्नु न छिटो कसले तारे माफै कति रे अन्त 32 33 कस्तो छ भन्नु होला
मैले पनि तिरेर पैसा आएको अङ्कल कस्तो छ भनिदिनु न खुर्सानी अलिक कम भएछ दामी नै खुर्सानी त पिरो भएको छ कान्छानी कस्तो भइरहेछ निशान पसल राख्नु भरे गाउँबाट भन्दा घरबाट बेसी खाइरहेको छ यस्तै छ साथी खोइ म 3टा पुर्याउ लु भयो अब खाइ वहाँ बर बसेर हेरि बस्न कस्तो डेन्जर हान्दैछ गाडी बसले दिदीले खाइसक्यो नि तिमी मात्र नदेऊ न अरूलाई पनि देखाउ न उसले मात्र खाएको देखाइरहेको सनी सर भनिदिनुहोस् त कस्तो छ पानीपट्टि अलि तिखर भयो मसला अलि धेरै भयो फिडब्याक दिनुहोस् ट्रेनमा मात्र निरामिस कस्तो पानी भनिदिनुहोस् त फिडब्याक बालीमा के हो माल्दै टेनमा कति के हो टेनमा कति फिडब्याक कसले भनेको कसले त्यही भन्दै आएको 10% दिने हाम्रो गाउँतिर चाहिँ बादल आएर कालो भइरहेको हो अस्ति जाऊ हेर्नु ल हाम्रोतिर चाहिँ पानी पनि पर्नु थालिसक्यो हो यहाँ हेर्नु सक्नुहुन्छ यसपालिको दसैँ हिले दसैँ भन्नु छैन यसपालिको दसैँ हिले दसैँ जाने भयो यस्तै छ यस्तै छ साथी के गर्नु दसैँमा पनि पानी परिरहेको छ हो सो गाइस आजलाई चाहिँ यति नै सी यू टाटा बाई बाई